अहिलेको कति 6 बजेको छ तर भ्यू चाहिँ यस्तो खतरा छ हेर्नुहोस् हेरिबक्स्यो भ्यू चाहिँ यस्तो राम्रो आयो यस्तो छाल छ यहाँ यस्तो खतरा छाल चलिरहेछ उतापट्टि चाहिँ यस्तो मजाको भ्यू आइरहेछ सो दिस इज एस्टोरियल क्या सही लेखेको छ घाम अस्ताउने ठाउँतिर त्यही साइडमा हो काबोदे रोकाउने ठाउँ राम्रो देखेको अनि यस्तो माथि लाइट हालेर सही छ र छाती कस्तो भोचिरहेको यो छ्या भोच्ने भन्दा पनि छातीको हड्डी र छाला हड्डी र छालाको पोजिसनै चेन्ज भएको जस्तो भएको क्या त्यो अप्ठ्यारो पारी बसेर हो कि अप्ठ्यारो परेर सुतेको थिएँ म छाती पड्काउन मन लाग्ने जस्तो भएको क्या एकचोटि पडाक्क पड्क्यो भने कस्तो मजा हुन्छ जस्तो लाग्छ क्या अनि छाती मजाले खुम्चाउँछु खुम्चाउँदा पनि केही हुँदैन भने जस्तो भएन अझ अघि नै त खाटबाट पनि उठ्न नसकेर कस्तो गाह्रो बनाइदिएर कति राम्रो हो कि आमा भ्यू त यस्तो हुनुपर्छ कि भ्यू यस्तो लास्ट खतरा छ दिस इज द भ्यू ओके मान्छेहरू यस्तो भ्यू हेर्नलाई अब कहाँबाट आउँछन् आफ्नो यहाँ काममा जाने मान्छे दिनदिनै हेर्नु पऱ्यो यस्तो राम्रो भ्यू हेरी काम गर्नु परेको छ सरी सो गरेर म पनि जाँदैछु काममा ए टिक्क छ मेरो मोबाइलबाट क्वालिटी चाहिँ राम्रै आएको कि है मजाको देखिन्छ म यहाँ आएर छक्क परिरहेको छु मोबाइल किनेको 3 वर्ष भयो आफूले अहिलेसम्म थाहा आएन मोबाइल के अरे यस्तो क्वालिटी छ भनेर आफ्नो मोबाइलको क्यामेरा क्वालिटी आफू छक्क परे बाटोमा भएको छ युट्युब च्यानलले बुढा भएको छ मान्छेले टिभिरहेको हुन्छ सही छ तपाईँले सानो टुकुरी कुन्टे अब पछि समर लाग्ने बेलामा पानी पनि यस्तो चल्न कम हुन्छ मान्छेहरू यहाँतिर पनि जान्छन् कोहीबेला स्पेसल्ली माछा मार्ने मान्छेहरू जान्छ यहाँबाट चढेर तल झरेर अनि त्यहाँ ठाउँमा बसेर माछा मार्ने कस्तो मजाको भ्यू देखेको थियो कि मलाई त यो घामै अझै सही लाग्यो क्या आनन्दले यहीँ कुर्सी लगाएर बसेर यता घाम हेरेर गीत सुन्ने त्यहाँबाट आहा हिमाल भन्दै सुन्ने सही हुन्छ होला कुनै खिचिरहेको भिडियो सेल्फी हानेर होला त्यता ब्लगिङ हो कि anything but this is fine सही छ त्यस्तो कति मजाको देखेको छाती थिएँ किन हो चिरिक्क हुन्छ यार मलाई त जानुपर्छ क्या किरोप्र्याक्टरकोमा किरोप्र्याक्टर भन्छ कि काइरोप्र्याक्टर भन्छ छाती पड्काउनलाई फ्याक्क पड्काउँदाखेरि छातीको रिब्स नै फुटाइदिरहेको त्यहाँदेखि हिँड्दैछ माथि सरी
अगाडि पछाडि जान्छन् र अहिले यस्तो मौसम राम्रो भए पनि अझ धेरै मान्छे हिँडेन यहाँ पछि घाम लाग्ने समयमा हिँड्नुपर्छ आमामा मान्छे यहाँ हिँडी बाटो हुन्छ यति धेरै मान्छे कम नै हुन्छ कोही धेरै चाहिँ हाफमा हुन्छ माथि केही नलगाइकन तल मात्रै हाफ प्यान्ट कट्टु लगाएर अनि दौडिने घाम लाग्नेहरू त्यस्तो गरेर हुन्छ के हो रन्निङ आएछ ल अहिलेलाई म गएँ पिस आउट